यो खास विशेष महाधिवेशन भनेको के हो? अब तपाईँहरूले पनि धेरै अध्ययन गरिसक्नु भएको होला। विशेष महाधिवेशन हुने त्यो विशेष अवस्थामा आउने महाधिवेशन भयो होइन। यो कति बेला हुन्छ भने नेपाली काङ्ग्रेसको हाम्रो विधान अनुसार, विधानको धारा 17को उपधारा 2 अनुसार भनेर व्याख्या गरिएको छ। नेपाली काङ्ग्रेसमा महाधिवेशन प्रतिनिधिहरूलाई विशेष सर्वोपरि ठानिन्छ र एकदमै सबभन्दा शक्तिशाली भनेकै महाधिवेशन प्रतिनिधिहरू हुन्। महाधिवेशन प्रतिनिधिहरूमध्ये 40% बढीले हस्ताक्षर गरेर विशेष परिस्थितिमा विशेष एजेन्डा राखेर महाधिवेशन बोलायो भनेदेखि त्यस्तो अवस्थामा चाहिँ विशेष महाधिवेशन बोलाउनु पर्ने हुन्छ होइन। त्यसैलाई विशेष महाधिवेशन भनिन्छ। अहिले हामीले चाहिँ त्यसैको सेरोफेरोमा रहेर विगत 2-3 महिनादेखि नै यसमा सङ्घर्षरत छन् नेपाली काङ्ग्रेसका समस्त शुभेच्छुक साथीहरू, नेताहरू, कार्यकर्ताहरू सबै। जस्तो यसले चाहिँ अहिले परिस्थिति हाम्रो चाहिँ 54.58% महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर आएको अवस्था छ र त्यसै अनुसार चाहिँ अब यो विशेष महाधिवेशन आह्वान गर्नको लागि उहाँहरूले पटक पटक असोजको 29 गते पहिलो पटक चाहिँ दर्ता गर्नुभयो। त्यसपछि हस्ताक्षरकर्ताहरूले चाहिँ आह्वान गरिरहनु भयो होइन। अनि अब केन्द्रीय समितिले पनि त्यसमा डिसिजन गर्न सकेन, निर्णय दिन सकेन, आह्वान गर्न सकेन, केन्द्रले पनि सकेन। त्यसैले हस्ताक्षरकर्ताहरू आफैले गर्नुभयो। उहाँहरू विधानत स्पष्टताका साथ उहाँहरूले आह्वान गर्नुभयो र त्यसमा चाहिँ महामन्त्रीज्यूले हाम्रो पनि समर्थन छ भनेर अपिल गर्नुभयो। जस्तो हिजो तपाईँले एउटा फेसबुकमा स्टेटमेन्ट पनि जारी गर्नुभएको थियो, यो रूपन्देहीवासी लगायतलाई सम्बोधन गरेर महाधिवेशन प्रतिनिधिहरू चाहिँ विशेषको पक्षमा उभिनुपर्छ भनेर स्टेटमेन्ट जारी गर्नुभएको थियो। विशेष महाधिवेशनको पक्षमा विशेष महाधिवेशनमा सहभागी भइदिनु हुन मैले अपिल गरेको थिएँ। हजुर, अपिल गर्नुभएको थियो। अहिले रूपन्देहीबाट कतिजना हुनुहुन्छ विशेष महाधिवेशनको पक्षमा? अहिले चाहिँ अब 82-83 जना जति हुनुहुन्छ होला। 82-83 जना। हजुरको क्षेत्र एउटा उपसभापति पनि र क्षेत्र नम्बर 5 पनि भयो। हजुरको क्षेत्र त भन्नु भन्दा नि मैले चाहिँ समग्र पाटोरै क्षेत्रबाट धेरै साथीहरूसँग कोअर्डिनेसन गरिरहेको छु। 5 नम्बर क्षेत्रको विशेष गरी 5 नम्बर क्षेत्रको यहाँले सोध्न खोज्नु भयो भने 5 नम्बर क्षेत्रमा पनि हाम्रो 27 जना महाधिवेशन प्रतिनिधिहरूमध्ये हामीले अहिलेसम्म 24 जना साथीहरूले हामी कति त्यसमा हस्ताक्षर गरेका 22 जना हुनुहुन्थ्यो कि 19 जना हुनुहुन्थ्यो। अहिले चाहिँ हाम्रो 2-3 जना साथीहरू आउँदै हुनुहुन्छ। एक्स्ट्रा हस्ताक्षर नगरेका साथीहरू पनि यहाँ समर्थनको लागि यहाँ आएर हस्ताक्षर गर्न आउँदै हुनुहुन्छ होइन। त्यस्तै गरी 1 नम्बर क्षेत्रबाट पनि 20 जना साथीहरू आउँदै हुनुहुन्छ। 8 नम्बरबाट 10 जना साथीहरू आउँदै हुनुहुन्छ। 3 नम्बरबाट 18-19 जना साथीहरू आउँदै हुनुहुन्छ। 2 नम्बरबाट 18-19 जना आउँदै हुनुहुन्छ। र अब आज यहाँले देख्नु भयो होला एउटा बैठक पनि भएको रहेछ होइन 3 नम्बरको। हजुर। 3 नम्बरको चाहिँ अब हाम्रो 7-8 जना साथीहरू हुनुहुन्छ भन्ने उहाँहरूले भन्नुभएको छ। अब यहाँ थाहा भइहाल्नुहुन्छ नि, पछि बिहान त हस्ताक्षर भइहाल्छ नि। जस्तो तपाईँहरूले चाहिँ निको पर्सि चाहिँ तपाईँहरूले एउटा नेतृत्व चयन गर्ने माहौलमा हुनुहुन्छ उसो भए? एकदमै। अनि यो यसमा पदाधिकारी नो डाउटली अहिलेसम्मको अपडेट अनुसार हामी विशेष यो महाधिवेशनको लागि भनेर महामन्त्रीहरूले हाम्रो वर्तमान आदरणीय पार्टीका सभापतिज्यू शेरबहादुर देउवाज्यूलाई पनि आमन्त्रण गरिसक्नु भएको छ। हामी उहाँले आएर सम्बोधन गर्नुहुन्छ भन्ने ठुलो आशमा छौँ सबै विशेष महाधिवेशनका पक्षधर साथीहरू। र यसमा चाहिँ आज तपाईँले अघि देख्नु भएको होला हाम्रो चन्द्र भण्डारी, डाक्टर सुनिल खना पनि जानु भएको छ र उहाँहरूले पनि यो वास्तवमा सपोर्ट गर्नु भएको छ। उहाँहरूले पनि पार्टीलाई एकताबद्ध भएर लग्नुपर्छ भन्नेमा उहाँहरू एकदम सहमत हुनुहुन्छ। जस्तो यो जेएनजी मुभमेन्ट पछाडि पार्टी नेपाली काङ्ग्रेसमा यो तपाईँहरूले विशेष महाधिवेशनको पहल गर्नुभयो होइन, तपाईँहरू प्रतिनिधिहरूले र महामन्त्रीहरूलाई आह्वान गर्नुभयो, उहाँहरूले चाहिँ अहिले राख्नु भएको बेला होइन। जस्तो तपाईँहरूले जेएनजी पुस्ताका युवाहरूलाई कतिजनालाई रूपन्देहीमा चाहिँ उम्मेदवारको रूपमा सिफारिस गर्नुभएको छ, केही डाटा छ? अब यो यसमा के छ भने अहिले कसले उम्मेदवारको रूपमा सिफारिस गर्ने अहिले बेला भएको छैन। समानुपातिकमा गर्नुभयो। उहाँहरूले कति आफ्नो शक्ति लगाएर गर्नुभएको छ। इभन हाम्रो क्षेत्रबाट सिफारिस भएर जिल्लाबाट सिफारिसै नभएका साथीहरूलाई
उहाँहरूले यहाँ राष्ट्रिय सभामा पनि सम्बोधन गर्नुभएको छ, उम्मेदवारी दिनुभएको छ, भनौँ न के समानुपातिमा पनि गर्नुभएको छ होइन। तर समष्टिगत रूपमा चाहिँ हामीले हेर्नुहोस् न हाम्रो देश नेपाल यो भदौको 22 गतिको अगाडिको अवस्थामा 23 गति पछाडि अहिले आजसम्म पनि न देश छ न कुनै पार्टी छ होइन। हाम्रो नेपाली काङ्ग्रेस पनि त्यस अवस्थामा अहिले परिवर्तित अवस्थामा रहेको हुनाले र हिजोको भदौको 22 गतेभन्दा अगाडिको अवस्थामा रहनु हुँदैन र नेपाली काङ्ग्रेसले नयाँ सोच, जागर, उत्साह, उमङ्ग, एउटा चाहिँ भिजनका साथ चाहिँ नयाँ नेतृत्व लिएर हामीले अगाडि बढ्नुपर्छ भन्ने हिसाबले केही परिवर्तित नीति, परिवर्तित नेतृत्व, परिवर्तित मुहारहरू लिएर मात्रै हामी जनता समक्ष जानुपर्छ भन्ने हिसाबले र जेनजी पुस्ताको हामी युवावर्गहरूलाई चाहिँ हामीले 40 to 60% हामीले चाहिँ समावेश गर्नुपर्छ एकदमै ग्रासरुट लेभलदेखि चाहिँ सेन्टरसम्म भनेका छौँ हामीले। जस्तो तपाईँको कुरा खास हजुर अब एउटा जिल्लाको डाइनामिक पर्सन, उपसभापति, त्यसमाथि पनि विद्वान मान्छे र तपाईँको क्षेत्र 5मा तपाईँहरू सिफारिस गर्दाखेरि कतिजना युवाहरूलाई पार्नुभयो या युवा साथीहरू पर्नु भएन, के छ के यो के छ भने क्षेत्र नम्बर 5मा त्यसमा म उपस्थित पनि थिइनँ त्यो बैठकमा होइन। यो क्षेत्रीय सभापतिहरूमा सबै सम्पूर्ण हाम्रो क्षेत्रीय सभापतिले सबै महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गर्नुभएको हो र सबै महाधिवेशन प्रतिनिधि आउँछु भन्नुभएको थियो। कोही उहाँहरू उपस्थित हुनु भएन। जति उपस्थित हुनुभएको थियो उहाँहरू सबैले यहाँ यसमा के छ भनेर सोद्धाखेरि उहाँहरूले कसैले पनि जवाफ नदिएपछि त्यहाँ एउटा मान्छेको नाम लिएर त लेख्ने कुरा भएन नि कि त्यही एउटा निवेदन, एउटा उम्मेदवारी दिनु पर्थ्यो होइन। तर उहाँहरूले दिनुभएको भएदेखि होइन तपाईँको हुँदैन भनेको भए त्यो चाहिँ अब एउटा चाहिँ विधान सम्मत हुन्थेन होइन। खण्डमा त्यस्तो भएको हो। युवाहरूको आकांक्षा मैले सुनेको होइन। अब आकांक्षा रहेको भएदेखि चाहिँ उहाँहरू कतिपय प्रतिपक्षमा बस्ने साथीहरू कसैको पनि जसले आकांक्षा गर्नुभएको थियो उहाँले चाहिँ नि क्षेत्रीय समिति मार्फत आउनु पर्थ्यो, त्यो चाहिँ आएन र कसैले पनि त्यहाँ आवाज पनि उठाउनु भएन। त्यसैले अहिलेको लागि चाहिँ युवा भएको देखिएको छैन। तपाईँहरूको अहिलेको विशेष माग भनेको केन्द्रमा मात्र पार्टी नेतृत्व परिवर्तन गर्ने हो कि वडा तहदेखि परिवर्तन गर्ने हो? अहिलेको लागि त विशेष महाधिवेशन केन्द्रको लागि मात्रै हुन्छ, केही समयको लागि हुन्छ त्यो होइन। र यो अधिवेशन भइसकेपछि हाम्रो एउटा कमिटी बनिसकेपछि त्यसलाई यही जे भन्छ त्यो चाहिँ विशेष महाधिवेशनमा हस्ताक्षर गर्ने साथीहरू जति भेला हुनुहुन्छ त्यहाँ भेला हुने साथीहरू सबैले जे निर्णय गर्नुहुन्छ, नीतिमा नि जे निर्णय गर्नुहुन्छ, कति समयको लागि गर्नुहुन्छ, कसरी गर्नुहुन्छ त्यो उहाँहरूकै हातमा छ। हस्, धन्यवाद। थ्याङ्क यू।